तामाङ लोककथा गोसाइँकुण्डको उत्पत्ति। उहिलेको कुरा हो, महादेव र छोना दुई दाजुभाइ थिए। दाजुको नाम छोना र भाइको नाम महादेव थियो। दुवैजना रहन बस्नका लागि मात्र नभई तप गर्न योग्य जमिन खोज्दै भारतबाट हिमाली क्षेत्रतिर हिँडे। उनीहरू काठमाडौँ आइपुगे। त्यसपछि साँढेको रूप धारण गरेर उनीहरू नमोबुद्ध पुगे, पाँच पोखरी पुगे। आफूले खोजे जस्तो बस्ती नपाएकाले उनीहरू पश्चिम नुवाकोटतिर लागे र बेत्रावती पुगे। नदीमा आफूले बोकेर ल्याएको त्रिशूल चढाए। यसै कारण सो नदीको नाम त्रिशूली रह्यो। त्यसपछि उनीहरू रसुवाको भार्ख भन्ने ठाउँमा पुगे। त्यहाँ उनीहरूले खोजे जस्तो नभए पनि ठिकै स्थान पाएकाले एउटा पोखरी बनाई बसे। गाईबस्तु, मानव र कुकुरहरूको कारण उनीहरूले निर्माण गरेको कुण्ड शुद्ध भएन। फलत उनीहरू सो पोखरी छोडी सापेङ भन्ने स्थानमा पुगे। त्यहाँ बसे। भगवान बस्ने पोखरी फोहोर होला भनी एउटा नीलो रङको चराले पोखरीमा खसेका पात पतिङ्गरहरू झर्ना साथ निकाली सेवा गर्ने गर्दथ्यो। त्यहाँ पनि उनीहरूलाई गाईबस्तु कराउने र कुखुराहरूले कुण्ड फोहोर गर्ने र ध्यान भङ्ग गर्ने भएकाले अर्को योग्य स्थानतिर लागे। उनीहरू नामसुङ लेकमा पुगे। त्यहाँ पनि भेडा, च्याङ्रा आदिले कुण्डको पानी नाघिदिने मात्र नभई जुठो समेत बनाइदिने भएकाले उनीहरूले अर्को स्थान खोज्ने सरसल्लाह गरे। भाइ महादेवलाई त्यही राखी दाजु छोना अझै लेकतिर लागे, तर बातु फर्केर आएनन्। दाजु नआएकोमा भाइलाई चिन्ता लाग्यो। फलत भाइ दाजु खोज्न हिँडे। ऊ च्योलाड हुँदै गोरा भन्ने ठाउँमा पुगे, तर दाजुलाई भेटाउन सकेनन्। अनि उनले ध्यान दृष्टिले हेरे, दाजुको स्वरूप देखिएन, तर पूर्व दिशातर्फ गएको पत्तो लाग्यो। यसपछि उनी लौरी बिनाको उकालो चढ्दै नौक्यागाङ पुगेर दक्षिणतिर हेरे, जहाँ दाजुले भिर फोरेर ठूलो कुण्ड बनाई बसेको देखे। उनले मनमा नै जाबो एउटा पाउँदा त दाजुले भाइलाई बिर्सदा रहेछन्। हे भगवान, मैले दाजुलाई पाप नसोचेको भए दाजुको भन्दा पनि राम्रो स्वच्छ कुण्ड मैले पनि पाऊँ। सो कुण्डमा देवता र मानवहरूले स्नान तीर्थ गरी पाप कट्टा गरून्, जसको फोहोर मैला झरी दाजुले कपटले बनाएको कुण्डमा पुगी भरियोस् भनेर पुकार गरे। अनि उनी अझै लेकतिर लागे। आफूले बोकेका त्रिशूलहरू झिकेर पर्वततिर हाने। एउटा त्रिशूल पार्वतीमा गएर लाग्यो, जहाँबाट दुधका अविरल धारा निस्किन थाल्यो। अर्को त्रिशूल गङ्गा पर्वतमा गएर लाग्यो, जहाँबाट पनि अविरल रूपमा कञ्चन जल निस्कियो र महादेव उभिएको स्थानमा बगेर आयो। हेर्दा हेर्दै विशाल कुण्ड बन्यो, जसलाई गोसाइँकुण्ड भनियो, जहाँ वर्षेनी मेला लाग्यो। देव र मानिसहरूले स्नान गरे। त्यो तीर्थको रूपमा प्रख्यात भयो। गोसाइँकुण्डमा मानवहरूले स्नान गरेर फ्याँकेका तनका साथै मनका मैलाहरू बगेर दाजु छोनाले बनाएको कुण्ड भरिन पुग्यो। कुण्ड कालो रङको देखियो। यसपछि दाजुभाइबीच सल्लाह भयो, अब हामीले बनाएको कुण्डमा भक्तजनहरूले के चढाएर कसरी पूजा गरून्। हामीहरूले निर्माण गरेका कुण्डका पानी दूषित पार्ने जीवहरूमध्ये तपाईलाई बाह सिङे कुखुरा चढाउने कि दुई सिङे भेडा चढाउने भनेर दाजुलाई सोधे। दाजुले भाइको प्रतीकात्मक जीवको स्वरूप बुझ्न सक्दैनन्। फलत भाइलाई फेरि सोधे, यो कस्तो जीव हो? भाइले भने, 9 सिङे आकाशमा उड्न सक्छ, 2 सिङे सक्दैन, यो जमिनमा मात्र हुन्छ। दाजुले जवाफ दिए, मलाई 2 सिङेले तिमीलाई 9 सिङेले पूजा गरे हुन्छ। त्यसपछि भाइले दाजुलाई तपाईलाई भेडा र मलाई कुखुरा पो भने। भाइले प्रतीकात्मक रूपमा व्यक्त गरी बाँडेको कुरा दाजुलाई चित्त बुझेन। मलाई 2 सिङे होइन, 9 सिङे नै चाहिन्छ भने। अन्त्यमा केही नलागेकाले गोला हाले। यसरी गोला हाल्दा पनि भाइलाई 9 सिङे नै पर्यो भने दाजुलाई 2 सिङे पर्यो। यसो गर्दा पनि चित्त नबुझेकाले दाजु भैरव कुण्डमा रिसले कालो न कालो भई बसेको हो भन्दछन्।
यसै घटनाका कारण गोसाइँकुण्डको स्नान गर्दा तन पवित्र साथै मनका मैलाहरू पखालिन्छ भन्ने विश्वास रहेको छ। गोसाइँकुण्ड जाँदा भैरवकुण्ड हेर्ने गर्दछन् भने फर्किँदा हेर्ने गर्दैनन्। हेरेमा गोसाइँकुण्डमा तीर्थ गएको फल निष्फल हुन्छ भन्दछन्। साथै यस घटनाका आधारमा छोना भैरवको पूजा गर्दा रसुवाका तामाङहरू कोदोको तोरमा र कालो कुखुराको भाले चढाउँछन्। भाइ महादेव अर्थात् महादेवको पूजा गर्दा भने सेतो चामलको तोरमा र सेतो भेडा बलि चढाउने गर्दछन्। रसुवाको भारखुका तामाङहरू नै गोसाइँकुण्डका सर्वप्रथम पुजारीहरू हुन्। उनीहरूको मूल अर्थात् ठुलो देवता पनि गोसाइँकुण्डका निर्माता महादेव हुन् भनिन्छ। रसुवाका तामाङहरू मातृभाषा दुध र पानी मिसिएर बनेको गोसाइँकुण्ड सेतो देखिएकाले त्यसलाई छोकर कुण्ड भन्दछन् भने देवता र मानवहरूले स्नान गरेका पानी बगेर गएको कालो देखिएको कुण्डलाई छोना भन्दछन्।